नमस्ते सबैजनालाई हाम्रो इन्जिनियर टिमबाट सबैजनालाई नमस्कार। हिजोको भिडियोमा मैले तपाईहरूलाई यो साइटको सोलुसन पार्ट देखाएको थिएँ जहाँ फुटिङमा स्ट्र्याप बिम युज गरिएको थियो। तर आजको भिडियोमा म तपाईहरूलाई एक्चुअल प्रब्लम देखाउँदैछु। साइट कन्डिसन हेर्नुहोस्, यहाँ सोइल एकदम सफ्ट छ र एक्सकाभेसन गर्दा पानी पुरै जमिरहेको छ। यही प्रब्लमको कारणले नर्मल फुटिङ युज गरियो भने फ्युचरमा सेटलमेन्टको रिस्क हुन्छ। अब क्वेसन आउँछ, यस्तो कन्डिसनमा अरू सोलुसन के हुन्छ त? फर्स्ट अप्सन कम्बाइन फुटिङ। कम्बाइन फुटिङ युज गर्न सकिन्छ जब कोलुमहरू नजिक हुन्छ र सोइल क्यापेसिटी कम हुन्छ। सेकेन्ड अप्सन ऱ्याप फाउन्डेसन, जब पुरै एरियामा सोइल विक हुन्छ र लोड स्पेयर गर्न पर्छ। थर्ड अप्सन सोइल इम्प्रुभमेन्ट, जस्तो स्यान्ड रिप्लेसमेन्ट, ग्राभल लेयर या प्रोपर कम्प्याक्सन। फोर्थ अप्सन डिवाटरिङ सिस्टम, पहिला पानी क्लियर गरेर बेस स्टेबल बनाउने। यो साइटमा चाहिँ सोइल कन्डिसन, कोलुम पोजिसन र कस्ट फ्याक्टर हेरेर स्ट्र्याप बिम बेस्ट सोलुसन लाग्यो। इन्जिनियरिङमा एउटै सोलुसन सबै साइटमा हुँदैन, साइटले नै डिजाइन डिसाइड गर्छ। र तपाईँहरूलाई पनि यो सोलुसन भन्दा अझै एक्स्ट्रा सोलुसन भने प्लिज हामीलाई भनिदिनु होला, किनकि इन्जिनियरिङ भनेको सेयर एन्ड लर्न हो। आफ्नो ज्ञान सेयर पनि गर्ने हो र अरूबाट सिक्ने पनि हो। फिल्डबाट सिकेको प्रब्लम र सोलुसन तपाईँहरूसँग सेयर गर्दै जान्छु। एन्ड थ्याङ्क यू सो मच। केही मिस्टेक भयो भने हामीलाई भनिदिनु होला र कमेन्टहरू गर्दै गर्नु होला। टिकटकमा फलो र युट्युबमा सब्सक्राइब गरिदिनु होला। एन्ड थ्याङ्क यू सो मच, एकदम धेरै माया देखाउनु भयो। सो थ्याङ्क यू सो मच।